म फूल बनी फुलिदिन्छु तिमी बास्ना बनी बस्नु है हुन्छ तिमी बादल बनी उडिदिनु म झरना बनी। नमस्ते साथीहरू, मेरो नाम सुमन हो। म अहिले नेपालदेखि आज म सिस्नो र आँटो खाँदैछु। साथीहरू, तपाईहरुलाई कस्तो लाग्छ सिस्नो र आँटो? नेपालको सिस्नो र आँटो भनेको त सबभन्दा फेभरेट खाना हो भन्छन्। हामी त सानैमा पनि धेरै खाएको हो सिस्नो र आँटो, तर परदेशिनीको कारणले चाहिँ यसरी ताजा ताजा सिस्नो अनि आँटो खान पाइएको थिएन। साथमा दही चटनी सँगै मिलाएर खाँदा वाह यस्तो मजा आएको थियो नि साथीहरू। कोलाई मनपर्छ ल पहिला सब्सक्राइब गर्नु मेरो च्यानललाई, अनि त्यसपछि सानोमा यही खाना दिँदाखेरि कहिले भात खान पाइला भन्ने हुन्थ्यो। अहिले ल यो आँटो र सिस्नो कति महत्त्व छ साथीहरू। त्यही हो, समयअनुसार सबै चिज बदलिँदो रहेछ। परदेशिनीको कारणले यस्ता यस्ता ताजा खानाहरू खाना त कहाँ छ र। सधैँ फ्रिजको खाना, फ्रिजमा राखेको खाना खाँदा वाक्क दिक्क हुन्छ, न त्यसमा कुनै भिटामिन हुन्छ। यस्तो खाना खान पाए पो मान्छे हेल्दी रहन्छ, सुखी रहन्छ। स्वास्थ्य नै सबभन्दा ठुलो चिज हो। जब स्वस्थ रहन्छ तब नै सुखी हुन्छ मान्छेहरू। कमाउन हिँड्दाखेरि ल हजुरहरूलाई पनि खान मन छ भने फलो गर्नुहोस्, फलो गरेर अनि त्यसपछि मलाई कमेन्टहरू गर्नुहोस्। कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो सबैले लाइक कमेन्ट गरिदिनु ल। अनि तपाईँहरूको चाहिँ नेपालको फेभरेट खानाहरू के छ भन्नुहोस् त ल, कमेन्ट गरिदिनु है। मलाई चाहिँ नेपालको सबभन्दा मेरो फेभरेट खाना भनेको मलाई गाबा, अनि गाउँघरमा फलेको खुर्सानी, ढेँडे खुर्सानी, त्यसपछि आँटो। त्यो चाहिँ मलाई यस्तो मिठो लाग्छ नि, सबभन्दा फेभरेट मेरो त्यो। त्यसपछि सिस्नो, त्यसपछि अनि सिउली पनि अलि तितो तितो भयो भने चाहिँ सिउली यस्तो मजा लाग्छ। जे होस्, खानाको नेपालको जति पनि खाना छ, पुरानो खानाहरू छन् पहिलाका, तिनीहरू सबै जे होस् एकदम मनपर्छ। आजकल मनपर्छ। अब पहिला सानोमा चाहिँ मुख फालिन्थ्यो, भात खान पाउँदा खुसी भइन्थ्यो, भात अनि मासु खान पाउँदा खुसी भइन्थ्यो। अहिले चाहिँ मलाई यस्तो पुरानो खानाहरू, पहिलाको खानाहरू अब अहिले त पाइँदैन पो। यो अब एकदम किमती छ, चिज छ यो। नत्र चाहिँ त्यो चाहिँ पहिला खानाहरू धेरै मिठो लाग्थ्यो। त्यही हो, सबैले आजकल त अब सिस्नो पायो भने त कसले पो रुचाउँदैन होला र। अब मेरो मात्रै फेभरेट होइन होला, तपाईँको पनि सबैको फेभरेट होला। जे होस्, आज मजाले खाइयो होइन, एकदम मिठो भएको थियो। मलाई मेरो सासूले बनाएर दिनुभएको थियो। अब हामीले त बनाउनु त्यति जानिँदैन उहाँहरूले जस्तो। एकदम दामी भएको थियो, हात चाटी खाइयो आज त, धेरै मिठो लाग्यो। ल साथीहरू, धन्यवाद। तपाईँहरूले यो भिडियोलाई पुरा हेरेर साथ दिनु होला। आजको लागि यति नै।